नमस्कार, म रतिन्द्र खत्री। वर्तमान समयमा देश विकास र समुन्नतिको बाटोमा फड्को मार्न पर्ने हो। तर यस समयमा देशवासीहरूले विभिन्न किसिमका आन्तरिक तथा बाह्य चुनौतीहरू भोग्न परिरहेको छ। यस जटिल परिस्थितिमा हामी सबै मिलेर व्यक्तिगत विचारमा हाम्रो फरकपन हुन सक्छ, तर राष्ट्रिय महत्त्व र राष्ट्रिय स्वार्थको विषयमा एकजुट हुनुपर्ने बेला आएको छ। यसै सन्दर्भमा एकपटक आधुनिक नेपालको एकीकरणको समयलाई पुनर्ताजगी गर्नु सान्दर्भिक हुने ठानेको छु। मेरा साना दुःखले आर्जेको मुलुक होइन, सबै जातको साझा फुलबारी हो, सबैलाई चेतना भया। आधुनिक नेपालका निर्माता बडा महाराजा धिराज पृथ्वीनारायण शाहको उक्त भनाइले हामीलाई के सिद्ध हुन्छ भने यो देश त्यति सजिलै बनेको छैन। बडा महाराज पृथ्वीनारायण शाहको नेतृत्वमा हाम्रा पुर्खाहरूले रगत बगाएर बलिदान दिई एउटा सिङ्गो नेपाल निर्माण गरेका हुन्। यो सबैको साझा सम्पत्ति हो। यसमा चाहिँ हामी सबै मिलेर जोगाउनु पर्छ भन्ने सन्देश मुखरित भएको छ। अदम्य साहस भएका बडा महाराज पृथ्वीनारायण शाहको योगदानलाई हेर्दा उनी वीर, पराक्रमी, साहसी हुनुको साथै विवेकशील गुणले भरिएका असाधारणीय व्यक्ति थिए भन्न सकिन्छ। यो भनिरहँदा एउटा महत्त्वपूर्ण विषय के छ भने इतिहासलाई वर्तमान नजरबाट होइन कि त्यही बेलाको नजरबाट हेर्नु पर्दछ, किनकि त्यो समयको परिस्थिति, सोचाइ, भोगाई, जटिलता अहिलेकोसँग वास्तविकतामा मेल नखान पनि सक्छ। त्यसैले गर्दा त्यो परिस्थितिमा ससाना छरिएर रहेका 22-24 राज्यहरू एक आपसमा जहिले पनि शङ्का, उपशङ्का, डर, त्रासमा बाँच्नुपर्ने अवस्था थियो। कमजोर राष्ट्रलाई अस्तित्व जोगाउनै गाह्रो थियो भने शक्ति राष्ट्रहरू शक्ति सञ्चय गर्नमा लागिरहेको अवस्था थियो। त्यही अवस्थामा उनले त्यो कदम नगरेको भए सायद यो आजको नेपाल हामी परिकल्पना गर्न पनि सक्थेनौँ होला। एकपटक पृथ्वीनारायण शाहको पुर्खाहरूलाई पनि हामीले हेर्नुपर्ने हुन्छ। लमजुङका राजा यशोब्रह्म शाहले जेठा छोरा नरहरि शाहलाई आफ्नो उत्तराधिकारी बनाई अर्का छोरा राजकुमार द्रव्य शाहलाई गोर्खाको लागि राजाको रूपमा अंकित गरेको इतिहासमा भेटिन्छ। यस अर्थमा गोर्खाको तत्कालीन अवस्था मजबुत नभएको सिद्ध हुन्छ। यसै क्रममा लिगलिकोटमा अधिपत्य जमाएर होस् वा गोर्खामा खड्का मगर राजाहरूलाई युद्धमा हराएर होस्, वीरताका साथ विक्रम सम्वत 1616 द्रव्य शाह गोर्खाका पहिलो शाहवंशी राजा घोषित हुन सफल भए। राजा द्रव्य शाहले देखाएको पराक्रम, साहस, पौरख र वीरताको गाथाले शाहवंशी राजाहरूको इतिहासको थालनीको जग बसेको वास्तविकता इतिहासमा नै साँची भएको देखिन्छ। महत्त्वपूर्ण भूमिकाको प्रसङ्गमा नाम लिन लायक राजा राम शाह हुन्। राजा द्रव्य शाहका नाति राजा राम शाह विक्रम सम्वत 1616 गोर्खाका राजा भएका थिए। उनी सुयोग्य, वीर, दयालु, न्यायप्रेमी र सुधारवादी राजा थिए। न्याय नपाए गोर्खा जानु भन्ने युक्ति उहाँकै न्यायपूर्ण कदमले गर्दा सबैले बुझेको कुरा थियो। राजा राम शाहले स्थापना गरेको यो दरबार यहाँ कालिकाको मन्दिर पनि 17औं शताब्दीदेखि नै थियो, जसलाई शक्ति र अध्यात्मकी देवी भनेर भनिन्छ। गोर्खा दरबार पहाडको टुप्पोमा रहेको छ। तत्कालीन अवस्थाको सुरक्षा अवधारणा अनुसार सकेसम्म अग्लो स्थानमा दरबार भएको अवस्थामा हमला गर्नेलाई हमला गर्न गाह्रो हुने देखिन्छ। उनको पराक्रमले तत्कालीन गोर्खा राज्य पश्चिममा मर्स्याङ्दी नदी, उत्तरमा रसुवा र पूर्वमा त्रिशुली नदीसम्म स्थापित भएको थियो। पछि गएर विक्रम सम्वत 1779 पौष 17 गते बडा महाराजा धिराज पृथ्वीनारायण शाहको जन्म
राजा नरभूपाल शाह र रानी कौशल्यावतीको कोखबाट यसै दरबारमा भएको थियो। युवराज पृथ्वीनारायण शाहको शिक्षा दीक्षा ठुलीमुमा रानी चन्द्रप्रभा देवीबाट भयो। निसन्तान पनि थिइन्। देशलाई उत्तराधिकारीका रूपमा तयार गर्नमा उनको योगदान ठुलो रह्यो, जसको फलस्वरूप पृथ्वीनारायण शाहको रथित्व कला तिखारिँदै गएर एउटा सुयोग्य सैनिक कमान्डरको रूपमा उनी तयार भए। राजाको छोरा दरबारमै बसेर सुखसायलमा बस्नुभन्दा पनि ज्यादै से ज्यादा समय युवराज पृथ्वीनारायण शाह सैनिकहरूसँग र देशको सुरक्षामा र आफ्नो रणकौशल बढाउने कार्यमै लागेको हुनाले एउटा कुशल सैनिक योद्धा तथा रणनीतिज्ञ र सुयोग्य शासकको रूपमा पूर्ण रूपले तयार भए। विक्रम सम्वत 1779 राजा नरभूपाल शाहको देहान्त भयो। युवा अवस्थाका युवराज पृथ्वीनारायण शाह गोर्खाको राजगद्दीमा आसीन भए। त्यसबेला उनको उमेर 20 वर्ष मात्र थियो। राजा भएपछि नै उनको अभियानको थालनी गरेको इतिहासमा देखिन्छ। हतारिएर नुवाकोट हमला गरे, सफल हुन सकेनन्। त्यसपछि हार बिहोर्न परे पनि हताश भने भएनन्। त्यसपछि पृथ्वीनारायण शाहले धेरै तयारी गरेको देखिन्छ। काशीको यात्रा गरेर सैनिक सुदृढीकरणमा जोड दिएको समेत त्यहाँ देखिन्छ। पृथ्वीनारायण शाहले 5 वटा कम्पनीहरू खडा गरे। श्री श्रीनाथ, कालीबक्स, सबुज, बर्दबहादुर र श्री पुरानो गोरखगढ। यसरी सैनिक तयारीका साथ दोस्रो पटक नुवाकोट हमला गर्दा विजय हासिल भयो। 1801 असोज 15 नुवाकोट विजय हासिल गरेपछि पृथ्वीनारायण शाहले आफ्नो राजधानी पनि नुवाकोटमा नै सारे। यसरी चाहिँ नेपालको एकीकरणको अभियान थालनी गरेका पृथ्वीनारायण शाहको सपना धेरै कठिन लडाइँहरू पार गर्दै एउटा मूर्त रूप हासिल गर्यो। यसरी छरिएर रहेका राष्ट्रहरूलाई एकत्रित गरेर साझा नेपाल एकीकृत राष्ट्रको रूपमा निर्माण गर्ने बडामहाराज पृथ्वीनारायण शाहलाई युग पुरुषको संज्ञा दिँदा अत्युक्ति हुँदैन। नेपाल एकीकरण गरेर उनले दिएको योगदानले त आज हामी सिङ्गो नेपाल भनेर बसिरहेका छौँ। त्यसको अतिरिक्त पनि पृथ्वीनारायण शाहले धेरै यस्ता योगदानहरू दिएका छन् जुन आजको पिँढीलाई समेत त्यत्तिकै सान्दर्भिक देखिन्छ। त्यसलाई हामीले अहिले अनुसरण गर्न सक्यौँ भने हाम्रो नेपाललाई स्वतन्त्र अक्षुण्ण राख्न हामीलाई गाह्रो हुँदैन जस्तो लाग्छ। उनले दिएको योगदानमा 22, 24, विजयपुर, चौदण्डी, काठमाडौँको 3 टुक्रा मल्ल राजाहरूको राज्य गरी 52वटा राज्यलाई एकीकृत बनाउन सफल भयो भने दोस्रो कुरामा उनको रणनैतिक कूटनीतिको पनि प्रशंसा गर्न लायक अवस्था थियो। युद्धको लागि उनीले बाह्य हस्तक्षेपलाईबाट देशलाई जोगाउन ठुलो प्रयास गरे। साथसाथै साना देशहरूलाई विभिन्न किसिमका कूटनीति प्रयोग गरेर साम, दाम, दण्ड, भेदको नीति अपनाएर एकीकरण अभियानलाई अगाडि उनीले गरेको सैनिक सशक्तिकरणकै जगमा अहिलेको नेपाली सेना उभिएको छ। त्यही डक्ट्रिन आज परिष्कृत भएर देशको प्रतिरक्षा प्रणाली तयार भएको छ। उनले प्रशासनिक सुधार पनि प्रशस्त गरे, विकेन्द्रीकरणलाई जोड दिए। साना साना राज्यहरू, कतिपय राज्यहरूलाई उनको जिम्मेवारी उनीलाई सुम्पिएर पनि एउटा एकल नेपालको परिकल्पनालाई अगाडि सारे। आर्थिक सुधारमा पनि उनले कम गरेनन्। कृषिलाई उनले जोड दिए, साथसाथै व्यापारलाई पनि उनले त्यत्तिकै महत्त्व दिए। नुवाकोट विजयले गर्दा भोटसँगको युद्ध सफल भयो भने दक्षिणतर्फ पनि व्यापारलाई चाहिने मात्रामा उनले कायम राखेका थिए र उनको सांस्कृतिक पहिचान दिने कुरा अहिलेसम्म पनि हामीलाई उदाहरणीय छ। 4 जात 36 वर्णको साझा फुलबारी भन्ने कुराले उहाँले कुनै पनि जाति, समुदाय र विभिन्न वर्गका व्यक्तिहरूलाई आफ्नो पहिचानलाई कायम गर्न
प्रश्रय दिएको देखिन्छ। नेपाल एकीकरण भइसकेपछि काठमाडौँमा राजधानी सारेर काठमाडौँको नेवार कल्चरलाई बढावा गरेको उदाहरण यसको लागि काफी छ। साथसाथै काठमाडौँमा बसेर ललितपुर र भक्तपुरसँगको सांस्कृतिक सम्बन्धलाई पनि जोड दिएको देखिन्छ। उनले कुमारीलाई श्रद्धा गरेको परम्परा आजको दिनसम्म पनि कायमै रहेको देखिन्छ। त्यस्तै जिन्दगीको अन्तिम क्षणमा नुवाकोटको सेरा दरबारमा भाइ भारदारहरूलाई बोलाएर दिव्य उपदेश दिएका थिए, जसमा उनकै प्रधान सेनापति शिवराम सिंह बस्नेतका छोरा अभिमान सिंह बस्नेतले गरेको टिपोट मौलिक रूपमै उनका सन्तति बखतमान सिंह बस्नेतले राजा महेन्द्रको पालामा महेन्द्र सरकारमै चढाएर त्यो कुराको सप्रमाण पेश गरेपछि सार्वजनिक भयो। त्यस दिव्य उपदेशमा उल्लेख भएका अमूल्य बाणीहरू त्यस बेला जतिकै सान्दर्भिक थिए आजको समयमा पनि त्यत्तिकै सान्दर्भिक देखिन्छ। चाहे बाह्य सम्बन्धको कुरा होस्, चाहे सैनिक सुदृढीकरणको कुरा होस्, चाहे आर्थिक अनियमितताको कुरा हुन्, धेरै राम्रा उपदेशहरू त्यसमा समावेश छन्, जुन कुरालाई आजको पिँढीले पनि अनुसरण गर्न सक्यो भने नेपाल स्वाभिमानी राष्ट्रको रूपमा अक्षुण्ण रहनको लागि, सफल राष्ट्र बन्नको लागि, समृद्धिको बाटोमा जानको लागि प्रेरणा साबित हुनेछ। पृथ्वीनारायण शाहले आफ्नो अभियानलाई अगाडि बढाउने क्रममा चाहिँ कहिले तर्साएर, कहिले फकाएर, कहिले सम्बन्ध गाँसेर, कहिले विवाह गरेर सबै राज्यहरूलाई एकीकृत गर्ने प्रयासलाई अगाडि बढाएका थिए। उनको देहान्तपछि पनि उनका पछि आएका खास गरी राजकुमार बहादुर शाहको नाम लिनै पर्ने हुन्छ र भीमसेन थापाको पालामा अझ सैनिक दोस्रो सुदृढीकरण भएर नेपालको सीमा एकपटक पूर्वमा टिस्टादेखि लिएर पश्चिममा सतलज पारीसम्म पुग्न सफल भएको थियो। जे होस्, त्यसपछि विभिन्न उतार चढावहरू आए तापनि अहिलेसम्म नेपाल अक्षुण्ण स्वतन्त्र राष्ट्रको रूपमा रहिरहनुमा पृथ्वीनारायण शाहले नै चालेको एकीकरणको अभियानको ठुलो भूमिका खेलेको छ। होइन भने ब्रिटिस साम्राज्यले जरो गाडेको बेलामा यो देशको अस्तित्व, स्वाभिमान जोगाइराख्न प्राय असम्भव नै थियो। अन्तमा यसबाट हामीले के पाठ सिक्न सक्दछौँ भने आजको पिँढीले पनि एकबद्ध भएर देशलाई जोगाउनको लागि सबैमा राष्ट्रिय स्वार्थप्रति समर्पित हुने भावना हुनुपर्दछ र बडा महाराजाधिराज पृथ्वीनारायण शाहले दिएको दिव्य उपदेशलाई अनुसरण गरेर हामी आफूमा फुटेर होइन कि जुटेर हाम्रो देशलाई समृद्धिको बाटोमा अगाडि बढाउनु पर्ने हुन्छ। धन्यवाद।